रेडी रेडी सम्पूर्ण श्रोतावृन्द म है धेरै दिन बाद यस युट्युब मञ्चमा आइरहेछु र सम्पूर्ण श्रोतावृन्दलाई म नमस्कार भन्दै र विशेष गरेर आज हामी मिलन राईसँग म वकको दौरानमा निस्किरहेछु र वकले है जिन्दगीमा धेरै नै फाइदा पुर्याउने गर्छ र यसै वक बारेमा मिलन ज्यूले केही भनिदिनुहुन्छ कि भन्ने हामी आशा गर्दछौँ। हवस्, धेरै धेरै धन्यवाद हाम्रो श्रोताबिन्दुहरूलाई र म सेवान्नी र नमस्कार भन्न चाहन्छु सबैलाई मेरोबाट। अलिकति हाम्रो यहाँ दिदीभाइ दाजुबहिनीहरूकोबाट पनि भन्नु चाहन्छु र अलिकति हाम्रो छोराछोरीहरूको पनि अलिकति ख्याल यसो राखिदिनु होला भन्ने म विचार गरिरहेको छु र उहाँलाई भन्नु चाहन्छु अलिकति नानीहरूमाथि प्रति चाहिँ तपाईँहरूले ध्यान राखिदिनु भयो भने अझै धेरै धेरै धन्यवाद म तपाईँहरूलाई चाहन्छु। किनभनेदेखि नानीहरू अहिलेको आउँलाउँदो बलाउँदो केटाकेटीहरू अलिकति यताउति दाहिने बायाँ भइहाल्छ। त्यसले गर्दाखेरि तपाईँहरूले अलिकति ख्याल गरिदिनु भयो भने आफ्नो घर संसार, आफ्नो जग्गा, आफ्नो जमिन, आफ्नो जो पनि घरको परिवारहरू सबै बाँचेर बस्छ भन्ने चाहिँ मेरो विचार चाहिँ छ है। तर तपाईँहरूलाई त्यति नै म भन्नु चाहन्छु। किनभनेदेखि तपाईँहरूको पनि नानीहरू होला, अब मेरो बहिनी बुहारी छोरी जे भए पनि अब, तर तपाईँहरूले त्यसमा चाहिँ अलिकति ख्याल गरिदिनुहोस् होला, याद राखिदिनुहोस् होला भन्ने म चाहन्छु। किनभनेदेखि अब बुबु र मैले त अब कति कोसिस गर्छौँ। हाम्रो बुबु छ, हाम्रो बुबु भनेपछि तपाईँहरूले चिनिहाल्नुहुन्छ, युट्युबर हाम्रो बुबु युट्युबर बुबुलाई चिनिहाल्नुहुन्छ। उहाँको थ्रुबाट मैले पनि कति दिनदेखि तपाईँहरूलाई भन्नु चाहेको थिएँ तर चाहँदा पनि गर्नु सकेको थिइनँ र आज चाहिँ म तपाईँहरूलाई गर्दैछु र तपाईँहरूले भिडियो हेरिदिनुहोस्, यो गरिदिनुहोस्। तपाईँहरूले अलिकति नभनेको भए पनि यति नै नगरे पनि एउटा लाइक चाहिँ गरिदिनु सक्नुहुन्छ होला, सब्सक्राइब नगरे पनि लाइक चाहिँ गरिदिनु सक्नुहुन्छ होला भन्ने म आशा राख्दै तपाईँहरूकोबाट बिदा लिनु चाहन्छु। धन्यवाद मिलन निछा, तपाईँलाई यति बोल्दिनँ भने धेरै धेरै धन्यवाद। र विशेष गरेर है उहाँको छोरा पनि अहिले उहाँ एक्लै हुनुहुन्छ है, उहाँले जसो तसो जिन्दगी गुजारिरहेको छ। छोराछोरीहरूले पनि उहाँलाई नहेरेर उनीहरू आफ्नो काममा है कार्यमा व्यस्त भइरहेछ र उहाँहरूले खर्च पानी के कसो हेर्छ हेर्दैन त्यो चाहिँ म भन्नु सक्दिनँ। तर उहाँले आफ्नो मेहनत र आफ्नो उयसले नै उहाँले लगन र मेहनतले नै उहाँले आफ्नो जीविका चलाइरहेछ। र फिलहाल म एउटा बुबु निछा चाहिँ यहाँ बसौँ र यसरी नै हामी प्रत्येक दिन आफ्नो है जिन्दगी गुजारा गर्ने गर्दछौँ। र यो इलाका हो 10 रोड है, 10 रोड आलुबारी रोड र यसलाई नचिन्ने बिरलै होला। र तपाईँहरूलाई यति भन्दै म यसैमा केही कुराहरू साँच्न गरिरहेछु र विशेष गरेर है यो खोरीबारी थाना अन्तर्गत जनवरी 3-4 तारिकको कुरा होला। र त्यहाँ 2 युवक त के भन्नु, एउटा नाबालिगलाई पक्रेर जबरजस्त केस ठोस्ने काम गरेको छ। र त्यहाँका पुलिस POLIC पुलिसको फुल फर्म पनि उहाँलाई त्यति थाहा नभए जस्तो चाहिँ देख्छु। र नाबालिगहरूको जबरजस्त उहाँलाई पक्रेर केस थोप्ने काम भएको छ र उहाँहरूको बाइक पनि जफत गरिरहेको छ। सायद त्यस बाइकको डकुमेन्ट उहाँले हेर्नुभएको छैन, त्यो कसको बाइक के थियो त्यो एउटा है एउटा देश रक्षक एउटा व्यक्तिको थियो र उहाँले झट्टभन्दा झट्ट त्यस बाइकलाई पनि रिहा गरिदिनुहुन्छ भन्ने चाहिँ म आशा राख्दछु। र उहाँहरूको केसलाई झट्टभन्दा झट्ट है सुल्झाइदिने चाहिँ म आह्वान गर्न चाहन्छु। र NTPC मेरो युट्युब च्यानलमा NTPC नार्कोटिक बारे नै प्राय मैले युट्युब लाउने गर्दछु। र यहाँ यस नार्कोटिकले गर्दा हाम्रो
समस्त भारतका युवाहरू दुई शब्दमा पनि बोल्छु ऊ त क्षतिग्रस्त भइरहेको र उहाँहरूले त्यसलाई है नार्कोटिक हुन त हाम्रो इन्डियामा सायद त्यसको बन्ने फ्याक्ट्री नै बनिएको छैन जस्तो चाहिँ मलाई लाग्छ। तर त्यो 7 समुद्र पारबाट आउने एउटा वस्तु हो। तर त्यसलाई राम्रो निगरानी नहुँदा चाहिँ त्यो भारतभरि छरिरहेको चाहिँ हामी देख्छौँ। र तपाईँहरूलाई म यही नै एउटा गुजारिस गर्न चाहन्छु, कुनै पनि केस फाइल गर्नुहुन्छ भने पहिला त्यसको हुलिया बुझ्नुहोस्, उसको उमेर बुझ्नुहोस्, अनि फर्स्ट टाइम भयो, सेकेन्ड टाइम, थर्ड टाइम उनीहरूले माफ पनि भगवानले पनि कुनै पनि काममा एकपल्ट माफ गरेकै हुन्छ। र हामी मानव हौँ, मानवलाई यसबारेमा त्यति थाहा थिएन र तपाईँले यसलाई है केसलाई चाहिँ झट्टभन्दा सुल्झाइदिनुहुन्छ भन्ने आशा गर्दछु। र अन्तमा हाम्रो मिलन निशासँग फेरि केही भन्नु चाहनुहुन्छ होला? तपाईँहरूलाई नमस्कार। पहिला त दुई वचन भन्नु चाहन्छु। नार्कोटिक भन्ने कुरो यस्तो हो, तपाईँहरूको एडिक एल्कोहोलिक सबै आउँछ त्यसमा। नार्कोटिक जसमा कि एन्टी भन्छ। अच्छा। तर त्यसमा तपाईँहरूले हेर्नुहोस्, नार्कोटिक भन्ने बित्तिकै तपाईँले ड्रग्स खाने, रक्सी खाने, जाँड खाने त्यो होइन। किन कति कुरा खाने पनि हुन्छ, तर त्यसमा अलिकति विचार गर्ने सबै कुरा। अब हेर्नुहोस् है, आमा बाउले सबै कुरालाई कन्ट्रोल गर्नु सक्दैन। किनभनेदेखि आमा बाउ पनि बिजी हुन्छ, उनीहरूको पनि काम कुरो हुन्छ, सबै कुरो हुन्छ। त्यसले गर्दाखेरि म तपाईँहरूलाई भन्छु, नानीहरू बेलुका घरमा आउँदा अलिकति विचार गर्ने तपाईँहरूको काम हो। त दिनभरि त हेर्नु सक्दैन, स्कुल जान्छ, कोही के जान्छ, कोही अब कहाँ जान्छ। तर एल्कोहोलिक एडिक भन्ने कुरो चाहिँ त्यो कसले पनि जन्मदेखि गर्भदेखि खाएर आएको हुँदैन, सिकेर आएको हुँदैन। त्यो चाहिँ साथीभाइहरूले सिकाउँछ है। यो कुरो चाहिँ म तपाईँहरूलाई भन्नु चाहन्छु। यो चाहिँ कस्तो भन्दाखेरि, अब म पनि एउटा खाने मान्छे हो, म पनि एउटा एल्कोहोलिक हो। तर कस्तो खालके भन्दाखेरि चाहिँ हामीले जन्मदेखि त हामीलाई खुवाएको होइन नि त। किन त्यो सिकेर आउँछ, घरमा बनाउँछ, घरमा खान्छ। अब एउटा कुरा, अर्को कुरा ड्रग्स भन्ने कुरो त झन् तपाईँको डेन्जर हो। किन ड्रग्स भन्ने कुरो चाहिँ तपाईँको के हो भन्दाखेरि चाहिँ एकदमै त्यो चाहिँ विदेशबाट आउने कुरो हो। विदेशबाट जुन कुरो आउँदैछ, यहाँनिर केटाहरूले 1 ग्राम खान्छ अरे, कोही अब त्यो त हामीलाई याद छैन, अब ग्राम भन्छ अब कति हो अब। तर त्यसको 500 रुपियाँ अरे। घरको भाँडा बेचेर, डेक्ची बेचेर, तपाईँको घरको जति भएको सिलिन्डर बेचेर, सबै कुरो बेचेर खान्छ। किन दिनमा जो मान्छेले 3 खुराक खान्छ उसलाई त 1500 रुपियाँ चाहियो नि त। 1500 चाहियो भन्नेको मतलब त अब उसले दिनमा त 1500 त कमाउँदैन। किन उसले त दिनमा 500 रुपियाँ कमाउँछ। 500 पनि मुस्किलले कमाउँछ होला, त्यति पनि कमाउँदैन। तर एउटा हिसाब राखेको। तर 1500 रुपियाँ कमाउनुको लागि उसले त्यही त बेच्नै पर्यो नि त, त्यो त खानै पर्यो उसको। तर त्यसले गर्दाखेरि म भन्छु, नानी विशेष गरेर नानीहरूलाई तपाईँहरूले एल्कोहोलिक एडिकबाट चाहिँ अलिकति जोगाएर राख्नुभयो भनेदेखि अलिकति तपाईँहरूले त्यसलाई फ्री दिनु हुँदैन। समय दिनुहोस् फ्री चाहिँ। तर तपाईँहरूले अलिकति नदिनुहोस्। किनभनेदेखि नानीहरू फ्री भयो भनेदेखि यता र उता गएर साथीले अलिकति तानेको हुन्छ, सिगरेट खान्छ, बेडी तानेको हुन्छ, बेडी खान्छ, खैनी खाँदै गरे मार्दै गरेको हुन्छ, खैनी खान्छ। त्यो चाहिँ तपाईँले नानीहरूकोबाट अलिकति तपाईँहरूले टाइम दिँदाखेरि अलिकति यो टाइममा जा, यो टाइममा आइज भन्यो भने चाहिँ नानीहरूलाई त्यो क्यालकुलेसन हुन्छ। त्यो म तपाईँहरूलाई भन्नु चाहन्छु। मेरो जति पनि युट्युबर, मेरो बुबुको युट्युबरहरू जति पनि छ, तपाईँहरूले यो च्यानल हेर्नुभयो भनेदेखि र यो कुरोलाई बुझ्नुभयो भनेदेखि चाहिँ म तपाईँहरूलाई अझै पनि राम्रो च्यानलहरू, राम्रो युट्युबहरू तपाईँहरूलाई देखाउनु चाहन्छु। किनभनेदेखि अझै पनि हाम्रोमा बहुत छ, नानीहरू बिग्रिरहेको छ, कति भइरहेको छ गाउँघरमा। हामी त्यस विषयमा हामी कतिवटा कुराहरू लिएर हिँडिरहेको हुन्छौँ, भनिरहेको हुन्छौँ। त्यसले गर्दाखेरि तपाईँहरूलाई म अझै पनि तपाईँहरूलाई राम्रो कुराहरू सिकाउनु चाहन्छु, भन्नु चाहन्छु भन्दै म तपाईँहरूलाई धन्यवाद। हस् त, थ्याङ्क यू मिलन निशा। र उहाँले जति पनि भन्नुभयो तपाईँहरूले बुझ्नुहोस्, यो भिडियो एउटा काल्पनिक भिडियो होइन र यसमा रियलता छुपेको हुन्छ। र यसलाई तपाईँले राम्ररी बुझ्नुहोस् है। र
तपाईँहरूले यसबाट ज्ञान पाउनु हुनेछ भन्दै र म आज तपाईँ भ्युअर्ससँग बिदा लिन चाहन्छु। धन्यवाद, नमस्ते, थ्याङ्क यू।